फिर्ता गरी तपाईहरुको लगानी गरेर उत्पादन हुने कुरामा सुनिश्चित बनाउने घोषणापत्र तयार गर्नेछ, जसले नेकपा एमालेको जित सुनिश्चित गर्नेछ। हामी कति भाग्यमानी छौं, एउटा कालीगण्डकीको तहदेखि लिएर हिउँसम्म पर्ने हाम्रा भूमिहरू, जो उत्पादनशील भूमिहरू हाम्रो गाउँपालिका र यो लिम्काको वार्डमा छ। यहाँका हाम्रा यी हस्तीहरूले यसलाई परिचालन गरे भने यो गाउँपालिकाको यो वार्ड गुल्मीकै नमुना वार्ड बन्नेछ, धनी वार्ड बन्नेछ। तपाईहरु एक मानेमा पनि धेरै भाग्यमानी हुनुहुन्छ। यहाँका दुईजना मान्छे सांसद र गाउँपालिकाको उम्मेदवारको लागि लबिङ गरिरहनु भएको छ। उहाँहरू सुनिश्चित रूपमा उम्मेदवार बन्नुहुनेछ। यो पनि मैले भन्न चाहन्छु। आज यो गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित हुँदैछ भनेर नेपाली कांग्रेसले पाइप वितरणको नाममा, सिमेन्ट वितरणको नाममा विभिन्न ठाउँमा कार्यक्रम गर्दै गर्दा स्वतस्फूर्त रूपमा ती जनताहरूले हामी कांग्रेसमा प्रवेश गरेका होइनौं, तपाईहरु आएर हामीलाई फिर्ता गराउनु पर्छ भनेर म आफै ज्यामीमा गएर कार्यक्रममा सहभागी भएको थिएँ। तर तपाईहरुको ठाउँमा आएर उनीहरू बोल्नेसम्म हिम्मत गर्दा रहन्छन्। यहाँका जिम्मेवार कांग्रेसका नेताले भन्नुहुन्थ्यो हामीले जित्ने कुरा त जहाँसुकै जाओस्, पुरै भोट दिन पाइन्छ पाइन्न, 200-300 मत आउँछन् कि भनेको भन्नुहुन्थ्यो। मलाई खुसी लाग्यो। तपाईहरु सक्रिय हुनुहुँदो रहेछ। यो सत्यवती गाउँपालिका जिताउने तपाईहरुको जिम्मा हो र हाम्रा आदरणीय नेताहरूले यो सत्यवती गाउँपालिकामा निर्विवाद उम्मेदवार खडा गर्नुहुनेछ। अर्जुन कनौजे होस् या पितम्बर गेवाली, दानबहादुर होस् या अमर सिंगाली, त्यो जित भनेको नेकपा एमालेको जित हो। हामी निर्विवाद पार्टीले दिएको उम्मेदवारलाई जिताउनेछौँ। यो वार्डमा पनि पुरै हामीले सिट जित्नेछ। सत्यवती गाउँपालिकाको मात्र नभएर नेपालको पहिलो पार्टी बन्नेछौँ भन्दै यो कार्यक्रमको सफलताको शुभकामना दिँदै अब बन्ने टिम यस्तो जुझारु बनोस्, युवादेखि लिएर पार्टीको टिम दह्रो बनोस्, दलित जनजातिको छुट्टै टिम बनोस् र यो निर्वाचनमा भारी मतले नेकपा एमालेलाई जिताउ भन्दै मेरा शुभकामना भन्दै यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद, नमस्कार।